नेपालको तराई क्षेत्रको भूमिगत पानीको तह निकै नै सुक्दै गइरहेको छ। खडेरीको समयमा करिब 90% ट्युबवेलहरू सुकेको पाइन्छ र करिब 60% भन्दा बढी किसानहरूले भूमिगत पानीकै प्रयोग गरेर सिँचाइ गरेको पाइन्छ। वीरगञ्जको 2022 को एक रिपोर्टको अनुसार करिब 30,000 भन्दा बढी ह्यान्ड पाइपहरू सुकेको अथवा त्यसको पानीको स्तर नै कम भएको पाइन्छ। यो सबैको कारण चाहिँ के होला त? जवाफ धेरै हुन सक्छ, तर आज हामी विशेष गरी चुरे पहाडको कुरा गर्नेछौँ। म सुरुमा यो कुरालाई स्पष्ट गर्न चाहन्छु कि यो पानीको तह सुकेको कुरा मात्र होइन। यो भिडियो विशेष गरी चुरे पहाडको विषयमा केन्द्रित रहनेछ। खासमा चुरे पहाडलाई शिवालिक श्रृङ्खला पनि भनिन्छ र यो नेपालको दक्षिणतिर पूर्वदेखि पश्चिमसम्म फैलिएको एउटा कल्लो भूभाग हो। हिमाल र तराईको बीचमा पर्ने नेपालको कुल क्षेत्रफलको करिब 13% भाग नेपालमा चुरेले ओगटेको छ र यो नेपालको करिब 36वटा भन्दा बढी जिल्लाहरूमा फैलिएको पनि छ। तर चुरे पहाड यति धेरै महत्त्वपूर्ण चाहिँ किन छ त? चुरे निकै नै महत्त्वपूर्ण हुनुको प्रमुख कारणमा त यसले जलको पुनर्भरण गर्ने गर्छ। चुरेको छिद्रयुक्त संरचनाले पानीको वर्षा सोचेर भूमिगत रूपमा भाबर हुँदै तराईसम्म पुर्याउँछ। यही पानीले तराईमा इनार, कुवा र ट्युबवेलहरू भरिन्छ। त्यस कारणले गर्दा तराई क्षेत्रको सिँचाइ प्रणालीमा प्रत्यक्ष रूपमा चुरेबाट आउने पानीले सहज गराएको पाइन्छ र अन्य कुराहरू पनि, जस्तै गरी बाढी र पहिरोलाई नियन्त्रण पनि चुरेले नै गर्ने गरेको पाइन्छ। त्यससँगै विभिन्न आदिवासी समुदायहरू जस्तै कि चेपाङ, राजी, दनुवार जस्ता आदिवासी समुदायहरूको जीवन पनि प्रत्यक्ष रूपमा चुरेसँग नै जोडिएको पाइन्छ। र यसमा समस्या चाहिँ के छ त? अवैध र अव्यवस्थित रूपमा बालुवा र गिट्टीको उत्खनन यसको सबैभन्दा ठुलो समस्याको रूपमा छ। नदी किनारमा अनियन्त्रित रूपमा भइराखेको उत्खननले गर्दाखेरि भू संरचना निकै नै कमजोर गराएको पाइन्छ। योजना बिना बनाइएका सडकहरूले गर्दा पनि पहाडहरूको स्थिरता बिगार्छ। यस्तो किसिमका समस्याले के कस्ता परिणामहरू निकाल्छ त? यी सबै कुराले गर्दा भूक्षय हुने कुराहरू, तराईमा बाढी र डुबानको जोखिमहरू बढ्ने गर्छ। भूमिगत जलस्तरहरूको घट्दो अवस्था हुने गर्छ र नदीहरू सुक्दै र बालुवाहरू भरिँदै जाने गर्छन्। वन्यजन्तुहरूको वासस्थान अझ खण्डीकरण हुने गर्छ। र यी सबै विषयहरूलाई लिएर सरकारले के गर्दैछ त? राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम। यो कार्यक्रम नेपाल सरकारले बढाएको प्रमुख कार्यक्रम मध्ये एउटा रहेको छ, जुन चुरे तराई मधेसको संरक्षणको लागि पनि सञ्चालन भइरहेको छ। यी सबै कार्यक्रमहरूको उद्देश्य चाहिँ के रहेका छन् त? उद्देश्य भने एकदमै महत्त्वपूर्ण छ। चुरे क्षेत्रमा वृक्षारोपण र वनको पुनर्स्थापना गर्ने कुराहरू, अवैध उत्खननमा नियन्त्रण गर्ने र स्थानीय समुदायलाई वैकल्पिक जीविकोपार्जनको लागि अवसर दिने कुराहरू, जलाधार क्षेत्रलाई नियन्त्रण गर्ने कुराहरू, यी सबै कुराहरू र अन्य धेरै कुराहरू पनि सरकारले मुख्य उद्देश्यको रूपमा लिएको छ।